यत्तिकै आएको। हेलो नमस्ते वेलकम ब्याक। फेरि पनि स्वागत छ हाम्रो नयाँ न्यू भिडियोमा। आज चाहिँ हामी तोरीबारी हेर्न जाँदैछौँ। छोरा नसमा भन्दैछ, बाबा पछाडि हुनुहुन्छ। आज तोरीबारी हेर्ने अनि भिडियो बनाउने, अपलोड गर्ने अनि खाना बनाएर ल्याएको छ। भात ओनिगिरीको डल्लो अनि खानुपर्छ। यस निस सिरोही बटरफ्लाई होला नि। डग पनि रहेछ। आयो 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 रमाइलो उसलाई। बी खोइ दक्को बी पनि देख्छ। कहाँ देख्यो होला त बी? मम्मीले देखेको छैन। तोरीमा त बी हुन्छ नि त। मह बनाउँछ क्या बीले लगेर, अनि मह बनाउँछ नि त। हाचेमिचो छोरा खोइ बी मम्मीले देखेकै छैन। फोटो खिच्ने तोरीबारीमा तपाईँहरू पनि घुम्न आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। हामी चाहिँ आयौँ आज शनिबारको दिन भिड फोटो खिच्ने। लुगा लगाइदिँदै हुनुहुन्छ बाबाले। कति राम्रो रहेछ माथिसम्म। तोरीबारी हेर्न आएको। यता छ तोरीबारी, छोराले चाहिँ यता खोलातिर लाउँदैछ। अब खोला हेर्न जाने। यता चाहिँ गाडी कुद्दैछ, अब खोलामा जान्छ अरे ऊ। भुन्टुर यता खोला मन पर्ने। टुरिँदैन यो तलसम्म छ। अब म चाहिँ भिडियो गर्दै हिँड्न पऱ्यो। अब खावा देखाएर केही हुनु होला कसैको। सबै फोटो भिडियो खिच्न आएको हो। अब केही हुन्न। यति हो कि मान्छे त कति राम्रो बकेटहरूले राखेको छ। हामी त यत्तिकै आएको। तोरीबारी साथीहरू, आज हामी यता तोरीबारी हेर्न निसातोमा आएका थियौँ। अब हाम्रो खाना खाने बेला भएको छ। होममेड हो, ड्राई पिकनिक जस्तै भइसक्यो हामीलाई। यहाँनिर घरबाटै बनाएर ल्याएको। के ल्याएको छ हेरौँ। ओहो यो छ रामेन, चाउमिन बनाएर ल्याएको छौँ। अनि त्यसपछि ओनिगिरी डल्लो छ। होममेड हो, त्यो पनि अर्ग्यानिक खानेकुराहरू छ है। बाबा सरे रास्ने पानीको बोइल पानी भएको छ है। आएछौँ ल, खाना बन्दैछ। अब खाने हो साथीहरू। ओहो उडायो नि राइतो। यसले खिच्नुपर्छ नि त। त्यही छ हाम्रो आजको प्रगति। यतातिर एकदमै राम्रो जुम गरौँ है साथीहरू। यहाँनिर तोरीबारी छ। माथि एकदम रमाइलो छ। कति धेरै मान्छेहरू आउनुभएछ। के सब सबै लाग्यो नि त पाइन्टमा। अब लुगा चेन्ज गर्नुपर्छ। ल हामी अब खाना लागेको है साथीहरू। ओहो राईको के खाने हो? वाह क्या मिठो गरी खाए। ल राईको यहाँ भित्र बस न। कहाँ बाहिर बस्या तिमी? ल बस त्यही बस। आइसक्यो? खाएकै छैन, सुरु गरेको छैन।
छैन नि सुरु गरेँ खानु पर्यो नि त ल ल खाऊ मिठो मिठो खाऊ आयौँ है साथीहरू हामी पनि अब खायौँ है अब हेर्न सक्नुहुन्छ माया गरिदिनु होला खानु अब ल म पनि खाएँ है साथीहरू चाहिँ खानासाना खाएर अब खोला छेउछाउ एकछिन हिँड्ने फर्किनुपर्छ तोरीबारीमा त यी मान्छेहरू अझै छ अब रातसम्म हुन्छ होला पारिपट्टि पनि छ मैले बन्द गरेछ नि त पुल माथि माथिबाट हिँड्दैछ तोरीबारी यहाँबाट देख्ने पर चाहिँ मान्छेलाई के भएछ एम्बुलेन्स आएको ऊहरू आएको अब चाहिँ फर्केको हामी